आज चाहिँ मैले यस्तो दामी परी जस्तो मेकअप चाहिँ कसरी गरेँ होला, यस्तो दामी तरिकाले। हजुरहरूलाई पनि यस्तो मेकअप गर्नु छ भने मेरो फुल भिडियो हेर्नु होला। हेलो एन्ड गुड मर्निङ एभ्रिवान, सो वेलकम टु माई न्यू मेकअप भिडियो। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। त सुरु गरौँ आजको हाम्रो मेकअप। सो सुरुमा चाहिँ मैले लगाइरहेको छु सनस्क्रिन, जो चाहिँ एकदम राम्रो खालको सनस्क्रिन छ। हेर्न सक्नुहुन्छ, हेर्दाखेरि चाहिँ एकदम धेरै सेतो हुन्छ जस्तो लाग्छ। तपाईँहरू देखेर थाहा भइरहेछ होला, यति सेतो भन्नुहुन्छ होला, तर तपाईँहरू कतिले चाहिँ युज गर्नुहुन्न भने यस्तो खालको सनस्क्रिन चाहिँ एकदम राम्रो हुन्छ है। जतिसुकै सेतो भए पनि मजाले ब्लेन्ड हुन्छ। त्यसपछि चाहिँ म आइब्रो गर्न गइरहेको छु। आज चाहिँ तपाईँहरूले मेरो सुरुको हाइलाइट देखेर थाहा भइसक्यो होला म कस्तो मेकअप गर्न आँटेको छु भनेर। त त्यो मेकअप गर्न पनि त्यस्तो गाह्रो चाहिँ केही छैन। हामीलाई सुरुमा चाहिँ गाह्रो हो, आइडिया नभएपछि चाहिँ अलिकति गाह्रो हुन्छ। तर त्यो चाहिँ हामीले मैले पनि यो अरू हेरेरै इन्सपायर भएको हो। अब हजुरहरूले भन्नुहुन्छ, कतिले चाहिँ भन्नुहुन्छ होला अरूको कपी गरी, अरूको यस्तो गरी। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, मान्छेले चाहिँ कसैको कपी नगरी, कसैको नसिकिकन चाहिँ कोही पनि जान्ने हुन्छ जस्तो लाग्दैन क्या मलाई चाहिँ। तपाईँहरू आफै सोच्नुहोस्। अब त्यो मान्छेहरूले नेगेटिभ वेले चाहिँ त्यो लिनु चाहिँ हुँदैन क्या। हामीले त्योसँग अरूको चोरेको भन्दा पनि हामी उहाँदेखि इन्सपायर भएको भन्ने चाहिँ बुझिन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। अब त्यो मान्छेहरूको हेराइमा फरक पर्छ। अब त्यसको हामीले इन्सपायर हुने भनेको चाहिँ त्यहाँबाट हेरेर, त्यो तरिका हेरेर चाहिँ हामीले आफ्नो तरिकाले गर्ने हो कि। त्यही सेम एक्ज्याक्ट गरेको हुँदैनौँ नि त हामीले। आफ्नो त उहाँहरूले चाहिँ उहाँहरूदेखि चाहिँ इन्सपायर भएको हुन्छ, उहाँहरूको स्टाइलहरू मन परेर। र सबैजना पनि प्रायः त्यस्तै गर्नुहुन्छ। तर हामी मान्छेहरू चाहिँ के छ भन्दाखेरि त्यसै नेगेटिभ वेले लिने गर्छन् क्या। त्यसले त त्यसको चोरी भन्छन् क्या। तर त्यस्तो सोच राख्ने मान्छेहरू चाहिँ कहिले अघि बढ्नुहुन्न। यदि तपाईँहरू चाहिँ मलाई त्यसको चोरी, अरूको चोरी र अरूको कपी गरी भन्नुहुन्छ भने चाहिँ म केही भन्न चाहन्न त्यसमा चाहिँ होइन। त्यो तपाईँहरूको आफ्नो आफ्नो सोच हो। तर म चाहिँ त्यो चोरेको भन्दिनँ, त्यसलाई चाहिँ इन्सपायर भएको भन्छु। सो त्यही हो, आज मैले त्यस्तै अरूसँग इन्सपायर भएर, अब त्यस्तै सेम त हामीले अरूको जस्तो गर्नु सकिँदैन होइन। अब धेरै जान्ने राम्रो हुनुहुन्छ अरू, तर पनि हामी चाहिँ होस् हल्का त्यस्तै गर्ने चाहिँ ट्राई गरिरहेको छु मैले पनि। अनि आजभोलि तपाईँहरूले पनि कतिले देख्नुभएको होला, आजभोलि त्यस्तो खालको नयाँ मेकअप निक्लिरहेको छ। यस्तो बटरफ्लाई यस्तो त्यस्तो धेरै चलेको छ। अनि म चाहिँ त्यो बटरफ्लाई नै चाहिँ नभएर हल्का फुल्का होइन, त्यससँग मेल खाने भिडियो चाहिँ म बनाउँदैछु। हजुरहरू हेर्न सक्नुहुन्छ। अब नर्मल मेकअप त आजभोलि सबैले नै गर्नुहुन्छ, अलिक एक्स्ट्रा गर्नुपर्छ सबैले होइन। सो त्यही हो, मैले चाहिँ हेर्न सक्नुहुन्छ लुज पाउडर लगाइरहेको छु मैले चाहिँ, हेर्न सक्नुहुन्छ हल्का फुल्का। किनकि सुरुमा चाहिँ मैले कन्सिलर लगाएँ, त्यसपछि चाहिँ हल्का फुल्का माथिबाट फाउन्डेसन लगाएँ, अनि त्यसपछि मैले लुज पाउडर लगाइरहेको छु। यो त मेरो भिडियो हेरेर सिक्नु होला, सजिलो छ यो। मैले अलिकति छिटो पारेर लगाइरहेको छु होइन। यसलाई तपाईँहरू स्लो गरेर पनि लाउन सक्नुहुन्छ। त्यसपछि अब म लाउन आँटेको छु माथि आई स्याडो होइन। अब आई स्याडो चाहिँ मैले हल्का यो बटरफ्लाई टाइपको हुन्छ नि, अलिक कलरफुल खालकै लाउनु पर्ने हुन्छ, किनकि भिडियोमा देखिँदैन। सो त्यही भएर चाहिँ मैले सुरुमा चाहिँ ब्राउन लगाइरहेको छु। ब्राउन पनि दुई खालको हुन्छ, तपाईँहरूले देखिराख्नु भयो होला। अनि त्यसपछि यो चाहिँ मेरो नयाँ आइडिया भन्दा पनि धेरैजना, यो पनि म अरूबाट हेरेर सिकेको। यो यसरी लगायो भने चाहिँ छिटो पनि गर्न सकिने रहेछ। यो हल्का ट्याप ल्याएर यसरी टाँसो भने चाहिँ हाम्रो लाइन पनि एकदम राम्रो बनिने रहेछ होइन। सो मैले चाहिँ पहिलोचोटि ट्राई गरेको कस्तो हुँदो रहेछ भनेर। अब रिजल्ट चाहिँ हेर्दै जानु होला कस्तो आउँछ होइन। यस्तो गर्यो भने चाहिँ दलिन्छ ओर्छ भन्नु पर्दो रहेन होइन। यसरी चाहिँ दामी बस्दो रहेछ, सेप मजाले मिल्छ। अब मेन चाहिँ मलाई अलिकति आइलाइनर गर्न पनि आउँदैन। सो आइलाइनरको लागि पनि यो धेरै राम्रो हुँदो रहेछ है। तपाईँहरू यदि यसको मात्रै पनि हेर्न चाहनुहुन्छ भने मैले सर्ट भिडियो पनि हालेको छु होइन। त्यसपछि चाहिँ मैले माथिबाट चाहिँ गोल्डन साइनिङ लाउँदैछु होइन। येल्लो कलरको हल्का गोल्डन येल्लो परेको चाहिँ म माथिबाट लाउँदैछु, ताकि अलिकति टल्कियोस् भनेर क्या। अलिकति यो भिडियोमा हुन्छ नि टल्कियोस् भनेर चाहिँ। अनि त्यहाँबाट माथिबाट फेरि पिङ्क साइनिङ हालिरहेको छु। त्यस्तो गर्दा चाहिँ दामी देखिने रहेछ कलर कम्बिनेसन होइन। अनि त्यही भएर चाहिँ त्यस्तो गर्दैछु। अनि त्यसपछि चाहिँ म अब आइलाइनर गर्न आँटेको छु। अब तपाईँहरू आफै हेर्नुहोस्, आइलाइनर यस्तो नजान्ने मान्छेले पनि यति राम्रो गरे भनेपछि तपाईँहरू झन् राम्रो गर्नुहुन्छ हेर्नुहोस्। बिस्तारै गर्ने। अनि अब दलिन्छ ओर्छ भने केही टेन्सन नहुने क्या, यसले मिलाउँदो रहेछ क्या लाइन सिधा। अब तपाईँहरू आफै विश्वास लाग्दैन भने चाहिँ हेर्नु होला। कतिजनाले चाहिँ यो ट्राई गरिसक्नु भयो होला होइन। आजभोलि ट्रेन्डिङमा छ यसरी गर्ने पनि होइन। किनकि आजभोलि सबै मेकअपको हरेक कुराहरू सबै युट्युबबाट हेरेर सिक्न सकिन्छ, कति धेरै मेहनतै गर्नु पर्दैन। सो यहाँ हेर्न सक्नुहुन्छ मेरो कस्तो दामी सेप बस्यो, आफै विचार गर्नु होला, लाइन दामी बसेको छ। सो यसरी नै तपाईँहरू पनि यो भिडियो हेरेर वा अरू भिडियो हेरेर पनि यसरी तपाईँहरूले ट्राई गर्नुभयो भने चाहिँ राम्रो रिजल्ट पाउनुहुनेछ होइन। मैले पनि आज फर्स्टचोटि गरेको, फर्स्टचोटि नै राम्रो भयो। सो दुईपट्टि नै मेरो चाहिँ आई स्याडो लगाइसकेको छु। अनि त्यसपछि चाहिँ अब हल्का अनुहारमा कन्ट्रोलर त छैन, त्यही पनि अब हल्का ब्राउनले मिलाउँदैछु म होइन। कति चिजहरू चाहिँ सबै हुनुपर्छ भन्ने छैन, हामीले म्यानेज गरेर आफै लाउनुपर्छ। त्यसपछि हल्का फुल्का ब्लस पनि लगाइरहेको छु मैले चाहिँ पिङ्क कलरको होइन। सो तपाईँहरू देख्नु सक्नुहुन्छ मैले यो येल्लो र यो गोल्डन र रेडको कम्बिनेसन चाहिँ एकदम राम्रो देखिरहेछ होइन। भिडियोमा पनि राम्रो देखिरहेछ। आई होप हजुरहरूलाई मन पर्यो होला। हजुरहरूलाई पनि यस्तो गर्नुहुन्छ भने चाहिँ यसरी नै हेरेर गर्दा हुन्छ। त्यसपछि हाइलाइटको बाली आयो। मैले हाइलाइटर चाहिँ मसँग छैन खासमा चाहिँ। हाइलाइटर नभएर चाहिँ यो चाहिँ मैले यही मेकअपको प्यालेटबाटै होइन, यो आँखाको माथि लाउने नै मैले चाहिँ युज गरेको। तर यसले पनि यो हाइलाइटर भन्दा कमी
कमी चाहिँ हुँदैन। म चाहिँ जहिले हाइलाइटर किन्नै बिर्सिन्छु, हाइलाइटर चाहिँ मलाई एकदम धेरै इम्पोर्टेन्ट छ, तर मैले त्यो किन्नै बिर्सिरहेको छु क्या। सो त्यही हो, अनि यसले नै काम चलिरहेको छ, यसले पनि राम्रै भइरहेछ। अनि लास्टमा चाहिँ अब लिप लाइनर, यो चाहिँ मेरो फेभरेट हो। लिप लाइनर चाहिँ म जहिले पनि लगाइरहेको हुन्छु, कतिको चाहिँ बानी हुन्छ कतिको हुँदैन, तर मेरो चाहिँ घर बस्दा होस् यताउता हिँड्दा लिप लाइनर चाहिँ लाउने बानी नै छ होइन, किनकि मेरो चाहिँ ओठ सानो भएर पनि होला लिप लाइनरले बनाउनै पर्ने हुन्छ होइन। अब अलिकति राम्रो बनाउनु पर्यो। अनि त्यसपछि हल्का कलरलेस खालको ब्राउन ब्राउन टाइपको लिपस्टिक, त्यसपछि पिङ्क पिन थोरै थोरै थपेर लगाएँ। मेरो लुक्स चाहिँ हेर्न सक्नुहुन्छ। अब लास्ट बाँकी छ हाम्रो सेटिङ स्प्रे। सेटिङ स्प्रे नलाउन्जेल चाहिँ मलाई चाहिँ मेकअप गरेपछि फिल नै नहुने क्या, किनकि यसले चाहिँ यस्तो दामी बसाइन्छ मेकअपलाई होइन। सो त्यही भएर सेटिङ स्प्रे लगाएपछि मात्रै राम्रो हुन्छ। अनि मैले चाहिँ आज हल्का यो ल्यासेस पिन लगाइदिएको, आइल्यासेस पिन लगाइदिएको हल्का फुल्का, किनकि यसले अलिकति अझै भिडियोमा राम्रो देखिन्छ कि भनेर। नर्मली गर्दा त नलाउँदा पनि हुन्छ, तर म चाहिँ अलिअलि भिडियोहरू बनाउनु पर्ने थियो, अनि मैले अस्ति किनेर ल्याएको थिएँ नि त भिडियोको लागि, अनि त्यो यतिकै थियो। अनि यो पनि लगाइदिउँ न त कस्तो हुँदो रहेछ भनेर लगाएँ। यसले झन् दामी लुक्स दिन्छ होइन। अब भिडियोहरू बनाउन यस्तो त्यस्तोमा चाहिँ अब यसले राम्रो देखिन्छ, किनकि हाम्रो नर्मल परेर जतिसुकै लामो भए पनि भिडियोमा देखिँदैन क्या। सो त्यही भएर हल्का यो लगायो भने चाहिँ अलिकति देखिँदो रहेछ भिडियोमा। सो हेर्न सक्नुहुन्छ मेरो लुक्स चाहिँ यस्तो भएको छ। अनि लास्टमा चाहिँ मैले नयाँ कुरा चाहिँ के गरेँ तपाईँहरूलाई अघि भनिसकेको छु, मैले चाहिँ अरूको हेरेर पनि हल्का सिकेको, आइडिया पाएको। तर अरूको हेरेर मात्रै हुँदैन क्या, हामीले गर्नु पनि सक्नुपर्छ क्या। त्यो हेरेर मात्र यस्तो त सजिलो छ भनेर हुँदो रहेन क्या, जब गरिन्छ अनि मात्रै हामीलाई थाहा हुन्छ कति गाह्रो हुँदो रहेछ भनेर क्या। अरूलाई हेरेर जज गर्न धेरै सजिलो छ होइन, हरेक कुरामा पनि, तर आफूले त्यही कुरा गर्दाखेरि चाहिँ हामीलाई आउँदैन क्या। सो त्यही भएर मैले चाहिँ ट्राई गर्दैछु होइन। मैले चाहिँ बाहिरको आफ्नै घरमै भएको फुल चाहिँ ल्याएर हल्का भिडियोको लागि मात्रै कस्तो हुँदो रहेछ भनेर चाहिँ लाउँदैछु। यो पिङ्क कलरको फुल ल्याएर दुई पेट यसरी फुल बनाएँ, कस्तो हुँदो रहेछ। अनि त्यसपछि चाहिँ म चाहिँ यो कलरले चाहिँ हल्का लाइनिङ बनाएँ, ताकि अलिकति अझै यो हाइलाइट देखियोस् होइन, अलिकति मेकअप चाहिँ अलिकति ब्राइट देखियोस् भनेर चाहिँ मैले चाहिँ यहाँ माथिबाट हेर्नु यस्तो लाउँदैछु। तर यसले झन् राम्रो भएको छ मेरो मेकअप चाहिँ। सो फाइनल लुक तपाईँहरूले अघि मेरो देखिसक्नु भयो होला। लास्टमा चाहिँ मैले गाजर लगाएँ आँखामा, हल्का फुल्का कालो गाजर लगाएँ। अनि अब चाहिँ मेरो लगभग मेकअप सकिसक्यो। यति मेकअप गर्न पनि मैले तपाईँहरूलाई चाहिँ के लाग्छ होइन, तपाईँहरू पत्याउनु नपत्याउनु, म 12 बजीदेखि बसेको, मैले 4 बजी मात्रै मेकअप सक्यो। यति मेकअप गर्न यत्रो धेरै टाइम भन्नुहुन्छ ल, तर बिचमा लाइन गरेर म 2 घन्टा आधी मेकअपमा बसेँ, अनि मात्रै मेकअप। आजको मेकअप धेरै गाह्रो तरिकाले गरेँ। सो हजुरहरू हेर्नु होला फाइनल लुक कस्तो छ, अनि लाइक गर्नु होला। सो बाई बाई।